यो बहिनीको कुरा तपाईँहरूलाई कस्तो लाग्यो सुन्दैछ एकछिन। तपाईँले 2000 दिएर के गर्नुहुन्छ? तपाईँले जिन्दगीभरि गरी खानु पर्यो कि परेन? तर तपाईँले माटोलाई दिएर जिताएछ र जितेछ भने तपाईँहरूको अहिले हाम्रो श्रमको मूल्य हुँदैन नि, त्यसको मूल्य पाउनुहुन्छ तपाईँहरूले। तर विचार तपाईँको 1-2 पैसामा बिकेर तपाईँ यसलाई दिनुहुन्छ कि जिन्दगीभरि सोचेर उसलाई दिनुहुन्छ? त्यो तपाईँको विचारको कुरो। काठमाडौँमा चिल्लो रोड बनाए जस्तो यहाँ पनि चिल्लै बनाउँछ फेरि। तर हामी चाहिँ भन्छौँ श्रम गरेर खानु पाउनुपर्छ श्रम गर्नेले, होइन? यो हाम्रो नेपाल छ नि श्रम गर्नेहरूको लागि, यो धनीहरूको लागि होइन, तपाईँ हामी जस्तो गरिबहरूको लागि। अनि हामी चाहिँ गरिब छौँ, होइन? हामीलाई हेर त चप्पल किनेर लाउने पैसा हुँदैन, अनि फुड लाउने मान्छे हामीले रोजेर हुन्छ भन्नु त? अनि तपाईँ हाम्रो पीडा देख्छ त्यसले? तपाईँ हामीले कति नखाइ दिन रात पठाएको छौँ, होइन? उसलाई खानाका परिकार हुन्छ अगाडि, होइन? यो कुन खाएर चाहिँ म रात कटाउँ भन्ने हुन्छ, तर हामीलाई के खाएर रात कटाउँ दिन कटाउँ भन्ने हुन्छ। अनि हामी छौँ गरिब, अनि नेताहरू छौँ धनी, होइन? कहिले पनि मौरीको राना चाहिँ अरिङ्गाल भएको देख्नु भएको छ तपाईँले? अरिङ्गाल राना बनाइयो भने के हुन्छ? मौरी सबै खान्छ, अन्तिममा त्यही अरिङ्गालकै पछाडमा जान्छ। त्यही भएर मौरीको राना मौरीबाट छनौट हुनुपर्छ भन्नुको मतलब हामी गरिबहरूको नेता गरिबबाटै चुनिनुपर्छ क्या। अनि मात्रै बुझ्छ त्यसले। त्यही भएर तपाईँहरूले यो पालि चाहिँ म झुक्किनु होला, कोहीले मलाई यसो हाल म तँलाई यो गरिदिन्छु त्यो गरिदिन्छु, केही गर्दैन। आएका होइनन् पहिला पनि? तपाईँ हाम्रा बाउ-आमाले गर्दाखेरि हामीले कति दुःख पाइयो। हामी छोरी मान्छे हो र पनि हामी अहिले पासपोर्ट बनाएर विदेश जान बाध्य भएका छौँ, होइन? त्यो बाध्य नहुँ न। कति छोरी चेली विदेश लाने भनेर बेचिएका छन् कि छैन? त्यो दिन नआओस्। त्यो दिन नआउनको लागि र त्यो दिनबाट बचाउनका लागि एउटा पार्टी आएको छ, त्यो श्रम संस्कृति पार्टी। त्यही भएर तपाईँहरूले श्रम गर्ने मान्छेले यहाँ सबै मान्छेहरू कति पढेका छन् नि, तिनीहरू के गर्छन्? आफ्नो पासपोर्ट बनाउँछन्, लाग्छ। किन नेपालमा बस्दैनन् र काम गर्दैनन् भने यहाँ श्रमको मूल्य छैन नि त, महत्त्व छैन। श्रम गर्ने मान्छेलाई यहाँनिर के भन्छ? तपाईँले यहाँनिर बेच्नु भएको छ नि यो के आइसक्रिम, तपाईँलाई मान्छेले के भन्छ? त फल्नु आइसक्रिम बेच्नु खाने हो, तर त्यसको मूल्य हुनु पर्यो, त्यसको महत्त्व हुनु पर्यो, होइन? तब तपाईँलाई गरौँ लाग्छ। त्यसको महत्त्वै छैन भने तपाईँलाई पनि लाज लाग्नु थाल्छ। लगाउँछन् मान्छेले यहाँ श्रम गर्नु। तर हर्क साम्पाङको यो माटोले जित्यो भने नेपालका 3 करोडमा 2 करोड त श्रम मात्रै गर्छन्। ती बाटो श्रम गरेर हिँड्छन्, गर्व गर्छन्। एक दिन गर्व गर्छन्। त्यही भएर त्यो गर्व गर्ने दिन आउनको लागि हामीले के गर्नुपर्छ? माटोलाई भोट दिनु पर्यो। फेरि यहाँ सुन्ने मात्रै यता सुन्ने यता उडाएर हुँदैन नि, सुन्नु पनि पर्यो, दिमागमा सेभ पनि गर्नु पर्यो। तपाईँ हामीले